डेकोरेसनको रेडी गर्दैछौँ होइन। अब त्यसको लागि चाहिँ हामीले अब दियाहरू चाहिँ अलिअलि कुनै चाहिँ पुरानो दिया थियो, अब त्यसलाई हामीले हल्का मोडिफाई गर्छौँ। नयाँ दियाहरू पनि छन्, लगभग 70को एक्रसमा हामीले दियाहरू ल्याएका थियौँ घरै बुढी उज्यालो गर्नको लागि होइन। नानीलाई सबभन्दा माया कहिले गर्छ? यस्तै यस्तै हामी डेकोरेसन गर्दैछौँ। चाहिँ हामीले यहाँ दियो यहाँ मेल्ट गरेर चाहिँ सबैमा राख्दैछौँ। मम्मी के गरिदिन्छ? चिया पिउँदै यहाँ हामीले दिया पुरा फैलाएर राखेका छौँ है। मम्मी यसरी ठिक हुँदो रहेछ है दिया? एकदम सजिलो थाहै भएन। अब त यस्तो तयार गरेर राख्नु पर्यो। हाम्रो तम तयारी चलेको दियाहरूको चाहिँ यहाँ भाउजू हुन्छ, यहाँ मम्मी हुन्छ। के गरिदिन्छ? सो अहिले चाहिँ हामी छत्तामा छौँ। यहाँ यस्तो हाम्रो झिलिमिल लाउन छ पापाले। बिहानदेखि मिल गर्नु भयो दुईटा मिस। पापा कस्तो लाउन झिलिमिली? तपाईँलाई कस्तो लाग्यो? आज चाहिँ अब यहाँ घर चाहिँ अब यत्तिकै के भन्छ अर्डर गर्ने कुरा, किनभने आज हामीले एकदमै धेरै काम गऱ्यौँ होइन। अब त्यो हुँदाखेरि चाहिँ घरमा हल्का मिनी पार्टी टाइपको भनौँ न, हो त्यो टाइपको गरिरहेको छ। त्यसको लागि हामीले यहाँ भर्खरै अर्डर त्यहाँ हेर यसो वकमा आइदिउँ होइन। हाम्रो घर खै भन्नु म घर खै भन। हाम्रो घर खै कको घर कहाँ गएर आइदियो? घुमी गरेर आयौँ भन। घुमी गरेर आयो। घुमी गरेर आयौँ भन। ह्याप्पी तिहार भन। ह्याप्पी तिहार भन। ह्याप्पी तिहार भन। नानीको घर खै? नानीको घर ऊ कको घर हो त्यो? के बुढीको तारिफ भइरह। के छ कामहरू? केही काम छ र बाबा? अहिले हामी अब फेरि नर्के फाल्न गइरहेका छौँ। उता भाउजू भाउजूले ब्लगमा देखेन भनेको डिमान्ड गर्न हर्कभरि जा हर्कभरि आइजा, मेरो दाइको नर्कभरि जा हर्कभरि आइजा। बाई यहाँ हात मालु हुँदै यहाँ एकदम स्ट्रगल गर्दै हामी। सो अहिले चाहिँ हामी सबैजना अब नर्के सर्के छोडेर गरभरि सबै बगाएर आयौँ। अब हर्ष मात्रै हुन्छ। नानीले अब यति धेरै यहाँ फुल टिपिकन आज चाहिँ त्यो यो सेतो पनि टिप। तिहार पनि हो आज एक दिन 3टा पर्व। अब त्यो कुकुर तिहार नानी देखाउँदा है माम त्यो कुकुरै भेटेन। फेरि अब हामी कुकुरलाई लिन जाँदैछौँ। अहिले चाहिँ हामीले कुकुर तिहार मनायौँ भन बुवा। बुवा यता हेर्नु ब्लग कालेले नि खाऊ न बुवा। कालेले नि खाऊ। पुक्कु मम खाँदै मोम खाँदै पुक्कु। अहिले हामी पुक्कु सिम खेली गर्न आएको छौँ। यहाँ बुवासँग तास खेल्यौँ। मामा हेलो मामा। ओ मामा ओ मामा हजुर। ए ल माइसिम जान्छौँ हामी। कति खुसी भएर हेर्नु नानी के हो? कति खुसी भएर हेर्नु। सो अहिले चाहिँ हामी डेकोरेसन गर्दैछौँ है यो हलमा चाहिँ। सो अहिले अब फ्लावर्सहरू लिएर डेकोरेट गर्दैछौँ। यो हाम्रो फ्लावर्सहरू देख्नु सो अझै फ्लावर्सहरू टिप्ने छ। यो अलिअलि हो। यो हाम्रो चाहिँ वाटर क्यान्डल हो, वाटरबाट चल्ने क्यान्डल हो। यो अब हामीले मेन पोइन्टमा लगाइदिन्छौँ सो द्याट राम्रो देखियोस्। वाउ कति राम्रो रङ्गोली बनाउनु भएछ है त्यहाँ। म यसो माथि गएको त दिदी यो त कति राम्रो बनाउनु भयो हजुरले त। मैले पुरा भात पस्किँदै भर थिएँ फटाफट उत्तिखेरि। अलि बाटो खत्तम भएर हो कि यस्तो नराम्रो बनेको। राम्रो बने बनेको राम्रो देखिन्छ तर यस्तो बाटोले उठ्छ घाँसले डिस्टर्ब गरेको होइन। अलि डिस्टर्ब त भयो, धेरै डिस्टर्ब गर्यो।
ठिकै भयो हाम्रो फटाफट काम भयो मम्मी सो हाई एभ्रिवान अहिले चाहिँ मम्मी र म एकदम फुल तयारी गऱ्यौँ होइन अब म हल्का रेडी भएँ अब मम्मी अझै हुन होइन हाम्रो घर एकदम नयाँ दुलाई जस्तो जगमगा हाम्रो आज लक्ष्मीमा त एकदम वेलकम हुन्छ हाम्रो घर यी हामीले चाहिँ डेकोरेट गरेँ हम हेलो तिमी किन त्यहाँ आयौ त ए ल ठिक छ छिटो आऊ है यहाँ हामीले यस्तै डेकोरेट गरेका छौँ हाम्रो दिनभरि कति दिनको मेहनत हो न मम्मी कति दिन भयो आज त एक सप्ताह भयो यहाँ है एकदम प्रिटी देखेको छ फुल पनि देख्यौँ बरन्डामा ल वेलकम टु माई ब्लग ल हेलो मम्मी राम्रो घरमा यस्तो राखिदिन्छु फेरि यस्तो राखिदिन्छु अनि त्यो पड्काइदिउँ टाढा जाने होला Okay, so this is our vlog today. आज लक्ष्मी पूजाको दिन हामीले नुहाइलो साथ भइरहेको छ ब्याकग्राउन्डमा यस्तो काम भइरहेछ यहाँ नभएका के नयाँ रिजनहरू आइरहेछन् भ्यालिड हुन् कि नै थाहा छैन है So hi everyone, happy Tihar to all of you. Happy Tihar all. Happy Tihar. ल अब यता हामीले रङ्गोली बनाऊ आज पुरै डेकोरेसन गरेको मम्मीमा बस्न हाम्रो मन्दिर एकदम जगमगा ऊ दाई हेलो दाई हेलो ह्यापी तिहार त हाम्रो यता भाउजू ई पापा ओ गोलु ह्यापी तिहार पापा ह्यापी लक्ष्मी पूजा यहाँ फेरि पनि मम्मी दे सो अहिले चाहिँ अब हामी जान लागेको छ मैले हल्का डेकोरेट गरेको थिएँ है अब जसमा चाहिँ यहाँ यसरी अल ओभर त्यता बस्नु भएको छ अब हामी जाने हो पटेका पड्काउनको लागि यो चाहिँ हाम्रो होल जति पनि एन्ट्री पोइन्टको हाम्रो घरबाट यसरी सो प्रिटी अनि यहाँ चाहिँ हाम्रो यसरी देखिएको छ अनि म चाहिँ यहाँ छु अब हाम्रो पुरै तिहारको चाहिँ अल डेकोरेसन चाहिँ अभियसली लक्ष्मी पूजा जस्तो कम्प्लिट भइहाल्यो अब म चाहिँ माइक जान लागेको छु हाम्रो चाहिँ यहाँ तलबाट चाहिँ यसरी देखिन्छ यसरी एन्ट्री चाहिँ भएको थियो यहाँ यस्तो अब चाहिँ म माइक जान लागेको छु सो द्याट के भन्छ अझै सेलिब्रेट मोर गर्न पटेका पड्काउनको लागि एकदम स्ट्रगल भएको छ मलाई यो हिँड्नको लागि पुरै घरै भोलिको आज हल्का डिफिकल्ट त भइरहेको छ बट स्टिल लुक ग्रेट यो चाहिँ हाम्रो मन्दिर जाने बाटो दिस इज द रङ्गोली यो फुल चाहिँ हामीले पुरा आज घरै भरि लगाएका छौँ यहाँको चाहिँ यस्तो बाहिर अब हामी चाहिँ पटेका पड्काउनु गएको छौँ यहाँ पनि आन्टीले पनि राम्रो गर्नुभएको छ सो यहाँ हाम्रो वरिपरि नै एकदमै दियाको एरिया बनिसकेको छ म आउँदैछु है
अनि यहाँ चाहिँ खै म यहाँ एन्ट्री हात दियो यस्तो यस्तो एन्ट्री ल वेलकम वेलकम यहाँ हुन्छ दाई यहाँ भाउजू यहाँ पापा यहाँ आन्टी यहाँ सुबाना उहीलाई चिन्नु न होला हजुरले यहाँ गोलु यहाँ मम्मी यहाँ अङ्कल अहिले पड्काएको हुनुहुन्छ अनि मैले बुढो एरिया देखाउँछु अब राम्रोसँग गरियो अङ्कल कस्तो भयो रमाइलो धेरै रमाइलो अझै रमाइलो गरिदियो अझै रमाइलो गर्ने यो पटका सहयोग गोलु कस्तो रमाइलो पटकाको बारी सुन्न पर्छ ल गाइस आजको लक्ष्मी पूजाको उपलक्ष्यमा होइन हाम्रो सानो चिल्ली बनाउन गइरहेका छौँ सपरिवार मिलेर हल्का रमाइलो हेरिदिनु लक्ष्मी अहिले चाहिँ हामी जानु लागेका छौँ भाउजू म नानी भएर कहाँ जाने भाउजू हामी चाहिँ बजार जानु लाग्छ सपिङ गर्न तिहारको कहाँ जाने त भाउजू जहाँ लान्छ त्यही जाने हो मम्मीले के गरिदिन्छ मम्मी रोटी बनाउँदैछु अरे के को रोटी हो झर रोटी बनाउनु लाग्छ ए झरे रोटी बनाउँदै हुन्छ मम्मीले रोटी बनाइरहेका छौँ तपाईँले म विद्युतमा चाहिँ बिजी छु लाइटहरू बालिरहेको छु तपाईँ त अहिले किचनमा हुनुहुन्छ विद्युतमा कसरी हुन विद्युतबाट काम सकेर भर्खर यहाँ ए त्यस्तो हो नि यहाँ हाम्रो अडियन्सले फेरि झिलङ्गी पुऱ्याउने अब सेल बनाउन पर्यो फुरौला बनाउन पर्यो भोलिको लागि तयारी रेडी पार्न पर्यो अरू आइटम पनि हाम्रो फेभरेट ठाउँ हो रोटी बनाउनको लागि पर्यो यी बहुता टपीहरू फुट्न हन् आजको त्यो अब तयारी भयो भोलिको लागि यहाँ हाम्रा राम्रा मिठा सेल बने खाने मम्मी कस्तो बने सेल मम्मीले एकदम दामी सेल बनाउँदै हुन्छ हाम्रो यहाँ झिलाङ्गे पनि भइसक्यो रेडी पापाले यहाँ मासुको तयारी गरिदिन्छ पापा के गर्न आउनु मासुको तयारी गर्दैछ छोरी बहुत राम्रो मासु छ यसलाई राम्ररी बनाउनु पर्यो होइन त पर्यो दर्शन गर्न आएका छौँ एक फलम चप्पल आइसक्यौँ गाईलाई यहाँ डोरी पनि बाँधिदिउँ यहाँ शिवजी मुक्तिनाथ छौँ एकदम पिसफुल एरिया छ एकदम सब हजुर भेट्यो क्या हेलो वेलकम टु माई ब्लग आज तिहार हो अब म भर्खर नुहाइदिए गरेँ अब मम्मीले नुहाउनुहुन्छ मम्मी चिया बनाउनु हो हामीले पानी खानुहुन्छ हामीले तयारी गरिसकेका छौँ अझै पनि हामीले हल डेकोरेट गर्दैछौँ
आज सबैजना यहाँ के भन्छ गर्ने हो ए ल ल यहाँ पापाले यहाँ फुल लिएर आउँदै हुनुहुन्छ त्यही छ फेरि यहाँ छ। हेलो दिदी भाइ डेकोरेसनमा युज गर्दैछौँ यहाँ है माला उन्दै हुनुहुन्छ भाउजूले सानीमाले यत्रो बेर मैले पनि हुने थिएँ मेरो यहाँ कन्ट्रिब्युसन छ यहाँ यस्तो रमाइलो छ है हाम्रो यहाँ ढक्केमा अब हाम्रो डेकोरेसनको लागि यो फुल लाने हो अहिले चाहिँ सबैजना रेडी हुँदै हुनुहुन्छ ऊ भाउजू ऊ सानी छ सानीमा यहाँ मम्मी के गर्छ त त्यहाँ ए यहाँ आई स्याडो यहाँ सबैलाई आई स्याडो यहाँ अब आई स्याडो यहाँ दिन पर्यो हरे यहाँ यी हाम्रो मामा ऊ डन पढेर बस्न हेलो आमा हेलो 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 ह्याप्पी तिहार ऊ यहाँ दाई बलराम देखिन र अब यहाँ हाम्रो डेकोरेसन आज पुरा गरेको ए साँच्चै सो अब चाहिँ हामी किचनमा खाना पाक्दैछौँ ए म आई सर्ट लिन आएको थिएँ यहाँ हाम्रो बुवा आई बुवा ह्याप्पी तिहार बुवा यो मेरो ब्लग हो के बुवा ह्याप्पी तिहार भन्नु सबैलाई सबैजनाले ह्याप्पी तिहार ताराबाजु थर्पकोबाट अहिले चाहिँ हामी सबैजना अब साइडको टिका गरेर हाम्रो बुवा आउनुहुन्छ ऊ यहाँ यी सबैजना बसेका छौँ ब्लग र अब चाहिँ हामी अब रेडी भइसक्यो यहाँ अब सबैजना मिलेर यहाँ हाम्रो सबै रेडी भइसक्यो रोटी मेरो सबै तिमीलाई अरू मलाई क्या ल ल ल ह्याप्पी तिहार भन्नु दिदीले निधार मलर खाएर सप्तरङ्गी टीको हिँडिरहु सधैँ तिमी शिखरको बाटो ओखरमा फोरिदिए बाधाहरू मैले फोटो चाहियो रे अहिले चाहिँ हामी ओखर पुग्न जाँदै हौ अहिले चाहिँ अब हामी ढोकामा अब हामी टिकासिका भइसक्यो है अब हामीले ओखरमा सबै बाधाहरू फोड्न जाँदैछ अहिले चाहिँ हामी सबै यहाँ बाहिर बसेछौँ है दाइरामा भएर यसो फोटोहरू हल्का हेर्दैछौँ अनि हामीले त्यहाँ अब टिका लगाइसक्यौँ अब खाना खाने गरेर हेर्ने हो सो लेट्स वेट फर द्याट सो यहाँ यस्तो फोटोसोटो चलिरहेको अनि हामी चाहिँ क्यामराम्यानहरू यहाँ मामा पनि यता है खिच्दै हुन्छ पाथुले बहुत धेरै काम गरे पाथुले पुरा मिलायो That's all about today. हाम्रो ब्लग पनि अब सिद्धिसक्यो तिहार पनि सिद्धिसक्यो so that's all about it. Bye. Thanks for watching. भाइलो छोरा छोरी भाइलो
भाइ भाइ ल भाइ ल त्यसो यहाँ काट्न पर्यो पुकु ओ बर्थडे पाँचू के बच्चे ए आमा आउनको हो नमस्ते हो आमा नमस्ते ऊ यो पनि आछ यो मेरो भाइ लुङ्गिडास 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 तुली गर हो